सो हेलो गाइस, नमस्ते सबैजनालाई। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई खैकुनीको कोरस पार्टको गिटार लेसन दिन गएको छु। मैले यसको यो खैकुनीको चाहिँ पुरै गीतको गिटार लेसन चाहिँ मैले मेरो आफ्नो च्यानलमा अपलोड गरिसकेको छु। यही च्यानलमा सो तपाईहरु एकचोटी त्यसमा गएर चेक आउट गर्न सक्नुहुन्छ। मैले चाहिँ आफ्नो त्यो गिटार लेसनमा चाहिँ कोरस पार्टमा गर्दाखेरि चाहिँ बजाउँदाखेरि चाहिँ सही बजाउँथे, तर एउटा पार्टमा चाहिँ मैले भन्दाखेरि चाहिँ छुट्टै भन्दै छु। सो म तपाईहरुलाई अहिले क्लियर आउट गरिसक्छु। सो फिफ्थ फ्रेट र क्यापुला भनेर कोरस पार्ट बजाउनु चाहिँ जी मेजरमा डाउन अप स्ल्याप स्ल्याप र सी मेजरमा चाहिँ डाउन अप स्ल्याप र डी मेजरमा चाहिँ 3 चोटी डाउन। फर्स्ट चोटी डाउन गरेपछि हल्का डिले गर्ने र 2 चोटी डाउन यसरी। सो मैले चाहिँ त्यस भिडियोमा चाहिँ सी मेजरमा डाउन अप स्ल्याप अप भनेर चाहिँ, तर गर्दाखेरि चाहिँ डाउन अप स्ल्याप मात्र गर्छु है। सो त्यसको लागि चाहिँ आइएम रियली सरी। सी मेजरमा चाहिँ डाउन अप स्ल्याप मात्रै हो है गाइजहरु। सो तपाईहरुले यो मेरो सर्ट भिडियो राम्रो लाग्यो होला। यदि राम्रो लागेमा चाहिँ लाइक सब्स्क्राइब गरिदिनुस् होला च्यानललाई।